यो रमाउने बेला होइन, यो जिम्मेवार भएर सोच्ने बेला हो। यस पटक छुटियो भने, यस पटक बिग्रियो भने, यस पटक गलत भयो भने, यस पटक हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताले, युवाहरूले यसरी हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन्। या हामीले हाम्रो जिम्मेवारी राम्रोसँग पुरा गर्न सकेनौँ भने तुरन्तै सम्भवतः केही वर्षभित्र नै एउटा यस्तो भाष्य बन्ने छ कि युवाहरू भनेर रहर गर्न नहुने रहेछ, खै अनुभव नभएका मान्छेहरूबाट राजनीति त सम्भव हुने रहन्छ भन्ने किसिमको वातावरण सृजना हुन सक्छ। र त्यसको सबैभन्दा ठुलो शिकार तपाईँ हामी हुनेछौँ, जसले यो परिवर्तन सम्भव गरायो। हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ भने हामीले इमान्दार भएर काम गर्नुपर्ने हुन्छ। हामीले यसलाई यो इन्जोय गर्ने बेला होइन। म युवा सांसद साथीहरूलाई, युवा मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ त्यसलाई एकदमै इन्जोय गरेर त्यो पदमा फेरि रमाउने बेला होइन। यो रमाउने बेला होइन, यो जिम्मेवार भएर सोच्ने बेला हो। यस पटक छुटियो भने, यस पटक बिग्रियो भने, यस पटक गलत भयो भने, यस पटक हाम्रो सुझबुझ पुगेन